हेलो साथी सबैजना सुनचे आरामै हुनुहुन्छ होला। हामी चाहिँ यो ठाउँ घुम्न जाँदाखेरिको भिडियो एकदमै रमाइलो छ। यहाँ चाहिँ खेलहरू पनि छ। बच्चा-बच्ची लगायत ठुला पनि खेल्न मिल्ने। हामी चाहिँ पिङ खेल्यौँ, ढुङ्गा खेल्यौँ। एकदम रमाइलो छ। अनि यहाँ चाहिँ एउटा ताल छ। अनि यो तालमा बोटिङहरू पनि गर्न मिल्छ। एकदम रमाइलो छ। वरिपरि डाँडाकाँडा छ, बिचमा चाहिँ ताल छ। यस्तो राम्रो छ। यस्तो हेर्दा चाहिँ नेपालको जस्तै झल्को आउँदो रहेछ। मलाई चाहिँ यहाँको कस्तो लाग्यो, नेपालको बेगनास तालको जस्तै लाग्यो। किनकि नेपालको बेगनास ताल पनि वरिपरि डाँडाकाँडा छ र बिचमा ताल छ। मलाई त्यस्तै याद आयो। यहाँ गए अहिलेसम्म म घुमेको ठाउँमा सबैभन्दा मलाई बेस्ट यो लाग्यो। किनकि नेपालको जस्तै याद दिलायो यो ठाउँले। एकदमै रमाइलो लाग्यो। हामी चाहिँ घुम्यौँ। अनि म यो तालको वरिपरि नै घुम्न मिल्छ। एकदम रमाइलो छ ठाउँहरू। हजुरहरू पनि घुम्न जानुहोला। अनि यहाँ चाहिँ हामीले कफी खायौँ। अनि कफी खाएर एकछिन घुमेर अनि यस्तो अनि तालको वरिपरि लगाउँदै गर्दाखेरि यहाँ चाहिँ अब गीतहरू गाइरहनु भएको थियो कोरियनमा। अनि सायद उहाँ सिङ्गर हुनुहुन्छ होला। अनि यसरी गीत गाउनु भएछ। गीत गाउने रमाइलो गर्ने पनि हुँदो रहेछ। अनि सबैजनाहरू त्यहाँ गीतहरू सुन्नुभयो। अनि हामी पनि एकछिन गीत सुनौँ भनेर एकछिन गीत सुनेर अनि त्यसपछि हामी चाहिँ त्यहाँबाट फेरि गयौँ। अनि हेर्न सक्नुहुन्छ यहाँ यो फुल यो सबै काठै काठ हो। यहाँ चाहिँ धेरैजनाहरू मान्छेहरू हिँड्नुहुन्छ। अनि कस्तो हुन्छ भने एक्सर्साइज जस्तो पनि हुन्छ यहाँ हिँड्दाखेरि। अनि हामी चाहिँ यो घुम्यौँ। अनि यस्तो रमाइलो लाग्यो। अनि मैले के सोचेँ भने हाम्रो पनि नेपालको बेगनास तालको वरिपरि यस्तै गरेर वरिपरि यस्तै अब काठै काठको पुल जस्तो गराउने भने कति राम्रो हुन्थ्यो होला भन्ने हुन्छ। हेर्न सक्छु पहाड मलाई चाहिँ पहाड देख्दा चाहिँ सेम नेपालको जस्तै याद आयो। हजुर पनि यहाँ एकचोटि जानु होला, रमाइलो छ। हेर्न सक्नुहुन्छ यहाँ पानी। अनि यहाँ चाहिँ बोटिङहरू धेरैले गर्नुहुन्छ। हामी चाहिँ बोटिङ गरेनौँ। हामी चाहिँ अब नेपालमै रमाइलो हुन्छ नि बोटिङ त। यहाँ त यति सुस्त झ्यावै लाग्दो जस्तो हुने। अनि हामी चाहिँ घुम्दाखेरि अब आधी बाटो आइसक्यौँ। घाम पनि कस्तो लागेको थियो त्यो दिन। अनि हेर्न सक्नुहुन्छ है यहाँ चाहिँ हरियाली। अनि त्यसपछि हामी यहाँबाट पनि घुम्यौँ। लगभग हामीलाई चाहिँ आधा घन्टा भन्दा नै बढी भइसकेको थियो। किनकि हामी चाहिँ फोटो खिच्दै भिडियो बनाउँदै आइरहेको थियौँ नि, त्यही भएर चाहिँ हामी आधा घन्टाभन्दा पनि बढी लागेको हो। ओके साथीहरू, बाई बाई।